छोराछोरीहरू हो, अबदेखि तपाईँले त्यही मुखले चाहिँ त्यही जिब्रोले चाहिँ शराब बोल्नु पाउनुहुन्न, अभिशाप बोल्नु पाउनुहुन्न। हामी चाहिँ मागेर चाहिँ खाँदैनौँ के, कसैले राखिदियो भने टिपेर चाहिँ खान्छौँ। श्रीमान आफ्नो पतिलाई चाहिँ आफ्नो जीवनमा अधीनमा बस। अधीनताई भनेको चाहिँ ब्लेसिङ हो, दासत्व होइन। धेरै दिदीबहिनीले चाहिँ किन तिम्रो अधीनमा बस्नुपर्छ, किन किन म पनि सुब्बाको छोरी हुँ नि। श्रीमानले के भन्छ, नाथे एकाल गोरु पनि नभएको पनि सुब्बाको छोरी हुन्छ। किन होइन, यो सबमिसिभ भनेको श्रीमानको अधीनतामा समर्पणता भनेको आशिषमा समर्पणता। यो मानेमा जब श्रीमानले तपाईँलाई तिमी त मेरो हड्डीको हड्डी मासुको मासु भन्छ भने तपाईँले भन्नु पर्यो कि म तपाईँको हड्डीको हड्डी मासुको मासु समर्पण। अनि आशिषको स्रोत त्यहाँनिर खडा हुन्छ। श्रीमान श्रीमती आशिषको स्रोत बन्छ। अनि त्यसपछिबाट तपाईँहरू दुईजना, तपाईँको श्रीमानले तपाईँको श्रीमतीले तपाईँले जे गर्नुभयो त्यो गराउनु पर्यो। घरमा पुग्नु बित्तिकै गाउँ घुमेर आइछस् न भने गाउँै घुमेर आए पनि है मेरो हातको हड्डी यहाँ बस। किनभने तपाईँ त आज त आशिषको स्रोत बनेर जानु भएको छ नि, घर त्यतिकै जानु भएको छ र आज तपाईँको पवित्र हातहरू गएर गएका छन्। आज तपाईँको परमेश्वरको आशिषको स्रोत बनेर आफूले आफूलाई भिन्न व्यक्ति हिजोसम्म चाहिँ आज चाहिँ तपाईँ चाहिँ परमेश्वरको भाँडो। परमेश्वरले भन्नुहुन्छ कि मेरो स्वरूप मेरो हृदय। परमेश्वरले चाहिँ तपाईँलाई चाहिँ के भन्दै हुनुहुन्छ अहिले, मेरो स्वरूप मेरा प्रतिरूप मेरो भाँडो मेरो आशिषको स्रोत आशिषित भनेर चाहिँ पवित्र हातले तपाईँ त्यसरी नयाँ भएर जाँदै हुनुहुन्छ। यहाँ बसिन्जेलसम्म आमेन आमेन घरमा पुगेपछि हुमेन नहोला, अथवा आइमेन नहोला नि। यहाँ चाहिँ आमेन भन्छ र घरमा पुगेपछि आइमेन भन्छ है, त्यसरी नहोला, अथवा ओमेन भन्छ चाहिँ नहोला है। आमेन भनेपछि त्यहाँ पनि आमेन यहाँ पनि आमेन हुनुपर्छ। त्यहाँ उमेन र आइमेन होइन, यहाँ आमेन त्यहाँ आइमेन र उमेन होइन, यहाँ पनि आमेन घरमा पनि आमेन हुनुपर्छ। त्यो हो क्रिस्चियनले परमेश्वरले आशिष दिनु। छोराछोरीलाई अब तपाईँको डिएनए हो, तपाईँसँग भएको आशिषको डिएनए चाहिँ तपाईँले छोराछोरीमा पास गर्नुपर्छ। कतै कतै नजानिदो तरिकाले आजभोलि हाम्रो संस्कारमा भन्दा अवैध रूपले भनेर भन्छ नि त हो, नजानिदो किसिमले बच्चा जन्मिगयो भने छोरीहरूले विवाह नगरिकन जात छोरीहरूले अनि भन्छ कि बाउ बता नाकै काटिस खुट्टै काटिस टाउकै काटिस भन्ने शब्दहरू हुन्छ नि। नाकै काटिस बाउ बता कि बाउ बता भन्छ। अनि फाल्ना हो नि त मेरो उसको बाउ भनेर भन्छ। अनि उसले भन्छ मेरो बच्चा हुँदै होइन, यसले मलाई फाक्टा बोकाएको भन्छ। फाक्टा बोकाएको भन्नु फतुर लाएको, यसले मलाई अभियोग लाएको, झुटो अभियोग लाएको, फाक्टा बोकाएको भनेर भन्छ। अनि त्यसपछिबाट चाहिँ अनि के भन्छ त, त्यसो भएदेखि हामी के चेक गरौँ, डिएनए चेक गरौँ। हामी परमेश्वरका छोराछोरी हो कि होइन भन्ने कुरा चाहिँ डिएनए चेक गर्नुपर्छ। भनेपछि अब त्यतातिर डिएनएको त धेरै छ, त्यो हाम्रो रगतको सिद्धान्तमा त्यो हामीले पढ्नुपर्छ है। डिएनए केमा हुन्छ तपाईँलाई थाहा छ? रगतमा डिएनए पत्ता लगाउने रगतबाट, वीर्यबाट र थुकबाट।
यसो ख्रिस्टले थुकेर चाहिँ आँखामा लगाइदिनु भयो नि, त्यसको अर्थ छ त्यहाँ डिएनए छ हो। माटोबाट बनाएको चिजलाई उहाँले चाहिँ आफ्नो डिएनए त्यहाँनिर चाहिँ त्यो किसिमको मानिसले चाहिँ थुकसँग माटो मिसाएर चाहिँ एक्सपेरिमेन्ट गर्दाखेरि त्यहाँ डिएनए देखा पर्छ। छोटो बनिहाले आशिषै हो यो पनि। यसो ख्रिस्टले चाहिँ धुलो टिपेर लेप लगाइदिनु भयो नि, त्यहाँ प्रभु यसो ख्रिस्टमा चाहिँ चङ्गाइको डिएनए, मुक्तिको डिएनए, तीन कुरामा डिएनए हुन्छ। अब अहिले पनि तपाईँलाई कुरा गर्दै गरेको डिएनएको कुरा चाहिँ के हो भनेदेखि यो चाहिँ रगतको डिएनए होइन, के को डिएनए हो? आशिषको डिएनए तपाईँले चाहिँ ट्रान्सफर गर्नुपर्छ छोराछोरीमा। अब छोराछोरीलाई चाहिँ तपाईँले जे श्रीमतीलाई सिकाउनु भयो, श्रीमानलाई सिकाउनु भयो, त्यो श्रीमतीलाई गर्नु लाउनुहुन्छ। अनि श्रीमान र श्रीमती मिलेर छोराछोरीलाई चाहिँ गर्न लाउनुहुन्छ। बाबु तिमी परमेश्वरको स्वरूप रहेछौ, तिमीले आफूलाई चाहिँ आशिष दिनुपर्छ प्रभु। यहाँ गरेर चाहिँ कपी किन्दै, जुत्ता किन्दै रुई बस्ने होइन, सबै कुरा तिमी आशिष आफैले चाहिँ सबै कुरा चाहिँ आशिषको स्रोत। अभिशाप बोल्नु हुँदैन, पहिलो कुरा त आशिष बोल्ने मुखले। आज तपाईँले आफूले के बोल्नु भएको छ? आशिष। अबदेखि प्राप्त तपाईँहरूले कहिल्यै पनि आफूलाई के बोल्नुहुन्न? श्राप बोल्नुहुन्न, म नालायक भन्नुहुन्न, म कमजोर भन्नुहुन्न, म आशिष नभएको व्यक्ति भन्नुहुन्न, बिरामी भन्नुहुन्न, दुखी भन्नुहुन्न, काम नलाग्ने भन्नुहुन्न। याकुब 3 अध्यायमा के लेख्दा छन् त याकुबले? एउटै मुखबाट चाहिँ थोरै तातो पानी र चिसो पानी निस्किन्छ, एउटै मुखबाट चाहिँ आशिष र श्राप निस्किन्छ। तपाईले आज आशिष बोल्नुभएको छ। खबरदार परमेश्वरका छोराछोरीहरू हो, अबदेखि तपाईँले त्यही मुखले चाहिँ त्यही जिब्रोले चाहिँ श्राप बोल्नु पाउनुहुन्न, अभिशाप बोल्नु पाउनुहुन्न।
हामी चाहिँ मागेर चाहिँ खाँदैनौँ के, कसैले राखिदियो भने टिपेर चाहिँ खान्छ। आफ्नो खुसीले टिपेर खाने यत्रो पनि होइन। के आशिष त यसरी त खानुपर्छ त, अलिकतिले होइन राखिदे, म मेरो खुसीले कति खाने हो खान्छु। परमेश्वरले भनेको छ नि त, मेरो टेबल भरि चाहिँ के गर्नुहुन्छ अरे, भोज तयार गर्नुहुन्छ। टेबल भरि भोज तयार गर्छ, एक चम्चा लगाइदिएछ भन्नुपर्छ। टेबल भरि भोज छ, अलिकति कटौरामा लगा त भन्नुपर्छ। थाल लिएर जाने, कोठा भएको थाल लिएर जाने, यहाँ मासु लगा, यहाँ दही लगा, यहाँ पापड लगा, यहाँ चना लगा, यहाँ बिरयानी लगा, उतातिर चाहिँ लगाउँदै मुख रियाल होस् न, लगाउँदै मुखभरि थुक आओस् न। अनि गम दाउदले भनेको कुरा त्यो हो कि परमप्रभुले मेरो शत्रुहरूको सामान्य भोज तयार पार्नुहुन्छ, मेरो कचौरा बढी।